म अहिले घर नजिकैको पानी घट्टामा आएकी छु गहुँ पिस्नको लागि। पानी घट्टा चलाउनको लागि माथिबाट यसरी पानीको फोर्स उठाइएको छ। त्यसै गरी घट्टाको सबै मुनिबाट यो चाहिँ फेराडो भनिन्छ, जुन चाहिँ पङ्खा जस्तो हुन्छ, पानीको फोर्सले घुम्ने गर्छ। यसरी पानीको फोर्सले गर्दा यो घट्टा चल्ने गर्छ। भित्र गहुँ पिस्ने काम भइरहेको छ अहिले। पहिलेको समयमा आजको जस्तो प्रविधि नभए तापनि मानिसहरूले आफ्नो सहज बनाउनको लागि यसरी पानी प्रयोग गर्छन्। आज पनि कतिपय पहाडी टेकमा चलिरहेका छन्। पिस्ने गहुँ राख्ने प्रयोजनका लागि बाँसको चोयाको एउटा ढकनी जस्तै बनाएको छ, जहाँ चाहिँ राख्ने गरिन्छ। गहुँ झार्ने प्रयोजनका लागि साइडमा दुईवटा काठका टुक्रा झुन्ड्याएका छन्, जसको मद्दतले अगाडि हल्लिएर गहुँ तल झर्ने गर्दछ र यसरी पिठो पिसाइने गरिन्छ। यसरी पानी घट्टामा पिसिएको पिठोको रोटीको स्वाद मिलमा पिसिएको पिठोभन्दा अलिक फरक, अलिक स्वादिष्ट हुन्छ। यसरी पानी घट्टामा पिस्दै गर्दा वर्षौँदेखि घट्टा चलाइरहेका हाम्रा घट्टाका सञ्चालक, हाम्रा गाउँले काकासँग मैले थोरै कुरा गरेको छु। काका, हजुरले यो घट्टा खोलेको कति भयो काका? 15-20 वर्ष दिनभरि चल्ने हो? यहाँ गहुँ मात्रै पिस्ने हो कि यही घट्टामा क्या पिसिनु हो? पिसाको कति रुपियाँ हो काका? पिसाको कति रुपियाँ? पिसानी कति रुपियाँ पिसिन्छ? ए, रुपियाँमै धुलो? हजुर, खैलोभरि धुलो पिसेपछि 2 किलो निस्किन्छ। धुलो पनि राम्रै हुँदो रहेछ। अझ मसिनो मिलोको भन्दा राम्रो हुन्छ। खाना पनि मिठो हुने भयो। मिलको जमानामा पानी घट्टामा पिस्न बढी समय लागेका थिए। त्यसमा पिसिएको रोटीको स्वाद बेग्लै मिठो हुने गर्छ।